ल हाई गाइज है अब यसो नेपाल बस्दा त धेरै फाइदा भएन बम्बईतिर लाग्यो यो बम्बईतिर जानु पर्यो अब यसरी मलाई छोड्न साथी चाहिँ यसो छोड्नको लागि बस स्ट्यान्डसम्म एकछिनमा अब त्यही त हो सकिएन बस्नु कमाउन जानै पऱ्यो आफ्नो अब त्यसै हो ल ल भेगाउँदै गरौँ ल आजको दिन धेरै पछि टाइमै नमिलेर चाहिँ यस्तो लेट भइरहेको हो सक्दो म सक्दो कोसिस चाहिँ गर्न खोजिरहेको छु म भिडियो बनाएँ एडिटिङ गर्ने टाइम मिल्दैन एडिटिङ गर्ने टाइम मिल्दै भिडियो बनाउने टाइम मिल्दैन त्यही भएर मिलिरहेको थिएन आज चाहिँ 3 दिनको लागि फुल छुट्टी लगेर बम्बई यसो बम्बईतिर त्यसैले हेर्नु न ल त फेरि पनि हामी भेटिसकेछौँ है त्यो दाइसँग हाम्रो अस्तिको दाइ ह्यान्डसम छन् फेरि बम्बई भन्नाले पनि हामी आज यसो गेम खेल्न क्रिकेट खेल्न फुकुवातिर हो अहिले चाहिँ कोबेदेखि अब चाहिँ 6-7 घन्टाको यात्रा गरेर त्यसपछि पुगिन्छ उहाँ चाहिँ हाम्रो दाइ आज रातको राजा यस्तै रहेछ आफ्नो विदेशमा पराई ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म के गर्नलाई सबैलाई सम्झना मनमा नै आशा छ माया यो नमरोसै मेरो तन मैले यहाँ भए मन भने हाम्रो नेपालगञ्जको हिरो है 1 नम्बर हिरो यता चाहिँ हाम्रो महेन्द्रनगरे अरे फार्मेसी पढेका अरे कहाँ अर्कै ठाउँको यहाँ छ भयो हामी कहाँ जाउँ यो हाम्रो यात्रा भनेको 1 महिना अगाडि हाम्रो प्लान यात्रा थियो सम्भव थियो यो हाम्रो यात्रा भनेको दोस्रोमा भइरहेको क्रिकेट टुर्नामेन्टको लागि हो नाटक मात्रै हो नि चाहिँ घुम्ने बिलाउनु खासमा युनिभर्सिटीको बाहना मात्रै हो 4 दिनको जिन्दगी सबै यहाँ रमाउने वाला हुन्छ सबै यहाँ रमाएर 4 दिनको मार्नु ऊ यहाँ हाम्रा किङ अब के को किङ भनौँ भने छोडिदिउँ नभन्नु होला हाम्रा फार्मेसी काठमाडौँको सबै चिन्छन् अरे कोही चिन्छ अरे खुकी लाग्ने औषधि केटाले बहुत बेचे मन लाग्थ्यो के बेचे भएर अनि दामादा खान्छ पैसा धेरै भयो अरे ब्ल्याक मनी बढी भयो अरे चिन्छ दुधरा चाँदैन थाहा दुधरा चाँदैन आधा पुल दाइले बनाऊ त्यही त आधा पुल बनाउने इन्डियाबाट नेपाल आउने बाटोमा तिर चाहिँ त्यही दुधरा आउने चाँदरीबाट इन्डिया गर्छ होइन खुला पारी खुला पारी वनवासाको पुल छ नि त्यो पुल पानी इन्डिया हो अहिले पुल पनि इन्डियाको भइसक्यो मैले चाहिँ आधी नेपालको आधी इन्डियाको थियो त्यसैले पुल यता भन्दा यतासम्म पनि इन्डियाको थियो यस्तो नेपालमा त पुल बारेको चाहिँ नेपालमा पुल बारेको इन्डिया भन्छ महाकाली नदी पारी पुरै हाम्रा केपी ओलीका एकदम ठुला के भन्छन् फलोवर सब खोज्दै हाम्रो
ल गाइस फेरि पनि है हिजो रातभरि 6.5 घन्टा 7 घन्टा गाडीमा हिँड्दा ढाडु कचम्बर भएर बिहान रेस्टुरेन्टमा कसरी सुत्नु पऱ्यो देखो है कुर्सी जम्प गरेर कुर्सी जम्प गरेर ऊ देखाएको लास्ट ऊ हाम्रो उदय चाहिँ कुमामोटोको जल्ला बल्ला आकेन दाई केटीहरूमा एकदम फेमस यो कुमामोटो अनि यो फुकोको एरियामा कसैलाई कोही केटी मान्छेलाई चाहिँ गाह्रो भयो भने दाई त हो दाई चाहिँ नेपाल हाम्रो महेन्द्र नगरी दाई उही जमानादेखि हानिदिएर गम्मै चलिदिन्थ्यो मेरो बम्मै दाई बाल छैन दाईलाई त्यहाँदेखिको लेगेसी अहिलेसम्म यहाँ कुमामोटो हल्लाएर बस्ने कुमामोटोको ज्वालामुखी दाईले भने मात्रै बुझ्छ फेरि त्यस्तो हुँदा है अहिले चाहिँ कुमामोटोभन्दा हल्का टाढै हुँदै हो त बिचतिर यता कुनापट्टि राम्रो सहर त नभनौँ तोसु तर ठिक छ वातावरण चाहिँ राम्रो छ होइन आनन्द ठिक छ अति सहरियाहरूलाई कहाँ जस्तो लाग्छ हामीलाई चाहिँ राम्रै लाग्छ यो एरिया दाइले त उडाइदिनु त यार 1 9 1 20 1 100 पटाएरै हाने हुन्थ्यो तर छिटो पुगायो नि त यार दाइले बहुत छिटो पुगायो 2 घन्टामा रोकिनु लाग्थ्यो कि त्यस्तो टाइमै लाग्यो जस्तो लागेन त्यसपछि हाम्रो गेम चाहिँ अबको धेरैमा धेरै 1 घन्टापछि सुरु गर्नु लाग्यो त्यसपछि लगातार गेम छ आजै टुर्नामेन्ट सकिएर ट्रफी उठाएर चलिदिने हो भोलि नै काम छ फेरि गाईको हातमा ट्रफी सकेर जितेर यस्तो गर्ने विचार हो कि अब हार्ने कुरै छैन तै पनि यसो विकल्प सोचेको थिएँ हार्यो भने छिटो निस्किने बस ट्रेन पाउनु पनि दौतादेखि त्योदेखि ट्रेनमा जानु पऱ्यो त्यो दौतादेखिको अनि जित्यो भने जितेपछि मजा आउने कि जितेपछि कतिसम्म बस्ने बिहान 4-5 गरी पुग्ने गरी जाने कि त्यहाँदेखि निस्किने कि अनि टक्कै त्यहाँ पुगेपछि त्यो ट्रेन पनि खुल्ला भइहाल्छ बाटोदेखि सर हेर्नु 9 बजी काम छ 9 बजी काम पनि भ्याइयो गएको छ 1 बजीदेखि गएको जाने मन लाग्यो सुत्दिने हो सेल 1 दिन त हाल्यो भयो सोच छ यहाँ हामी कपी खोज्न गएका मान्छे यहाँ काम पुगिसक्यो यहाँ केही भेट्नु लागेन भने अचम्म ल अब गेमतिर भेटौँ लास्टै गाउँमा आएछ क्या ठाउँमा हुन्छ नि त यार ल एकछिन हाम्रो दाई फेरि ओपनर ब्याट्सतिर दाईका छक्कै छक्का देखाउँछु हल्का जाङ्गा हारेर हिजो हल्का कुच्चो 2-3 जनासँग काम गर्दै रहेछ नि राम्रै हल्का जाङ्गा त्यही भएर यस्तो ल पछि ब्याटिङ यस्तो क्रिकेट सुरु भयो एकछिनमा देखाउँला स्टेटिङ भर्खर सुरुवात देखाउँदै ल जित्यो भने पनि रमाइलो पनि सब देखाउँछ गाइस राम्रोसँग हेर्ने ध्यान दिएर हेर्ने अनि यो चाहिँ हामीहरूको डेली ब्लग होइन कि यस्तो हुन्छ नि रियालिटी ब्लग छ यो चाहिँ सिधै धेरै वेट गर्नुपर्छ हाम्रो यस्तो कहिले कसो है चट्टा लगाएर त्यही भएर ल हामीहरूको चाहिँ यहाँ स्ट्राइक टार्गेट कति गरे 178 मात्रै हो 78 को टार्गेट गइसक्यो हाम्रो युवा जल्ला बल्ला दुईजना एउटा कुमामोटोको सान एउटा कोबेको भोला अनि यहाँ चाहिँ हाम्रा कोबेका अब के भन्नु कोबेकै हो त्यस्तो शब्द युज गरे हल्का ब्यान्ड हाल्ला फेरि दाइ खतरा हुन् होइन ठुलै मान्छे जापानिज हुन् के कस्तो हाकेन जापानिज नियन्जिन एउटा जापानिज त गोली गएको दिल है नियन्जिन के एउटा जापानिज बोल्ने छ नि त त्यो के नेपाली बोल्ने जापानिज दाइ पनि त्यस्तै हुने दाइ भर्जन 2 हुन् जापानिज बोल्ने नेपाली अनि ऊ हाम्रा दाइ चाहिँ नेपाली हुन् जापानिज सिकाउँछन् तर यहाँ चाहिँ जापानिज भन्दा बढी नेपाली जापानिज आउँछ दाइलाई चाहिँ ब्याट्सम्यानले म त 15 लाख दाइले रातभरि गाडी चलाएर नसुतेर यहाँ गेम पनि खेलिसके म मुख फेरि उज्यालै छ अहिलेसम्म